Aduh ya, istirahat juga dulu. Mau sama Oh. यो सानो मान्छे नै हतारपट्टि केही छैन भोग्ला होला नि बजारलाई यो त खाइदियो बसाला भन्दा म ठुलो भोग्ला सिएँ यार 6 वर्षको अलि देख्ने गरेर धुन्यो घन्टी 6 वर्ष भयो है आज के 3 वर्षमा के छ 3 वर्षमा मन बनाउनु चाहिँ लै बाबु छोरी कि त्यहाँदेखि मोबाइल दिएको शरीरमा ल्याइदिन्छ सबै टिका झऱ्यो घन्टी धुन्न है घन्टी बजाउँदैन बालेको घन्टी भन्दै देउता घन्टी बजा टिका खोइ लामै भयो अस्ति छोड्यो नखान्छ खाने त राम्रोसँग बस न तिमीले चाहिँ के देखाएको खोइ भिडियोले जान्छ राम्रो छैन चपन हता भयो बले ल बुवा पनि गराएको क्या हजुर बरु भैमा ओछ्यान लाग्यो त नि चकटी यहाँ माताले त चिप्लेकै चिप्ले अब यता लगाइदिनु लगाइसियो कसले समय दिएछ त्यो हर्किन्छ आइदिनु भिडियो खिच्नु यहाँ टिका पनि ठिक पारेर गर्नुपर्छ त जाना नि हामीलाई कस्तो अप्ठ्यारो भयो क्या चकटीमा पनि भैमा सर्कर ओछ्याएर कस्तो राम्रो हुन्थ्यो भिडियो खिच्नु मलाई ल्याइदिनु नि त्यहाँ तपाईँलाई यसलाई एउटा सानो अनि तिनीहरू टिका चाहिँ तर हेर्छ कि त्यही गर्ने मान्छे लड्नु आज ल 6 वर्षको इमारी हाम्रो पहिला गेटो दिएको होइन अझै धेरै भयो त के हाँसी किन जाएर ल अझ आज बर्थडेको दिन नाति भान्जी आमा तिनैजनाको बर्थडे आज है 2082 साल चैत्र 20 गते को बर्थडे नाति किन हाँसे मामा बाजेको कुरा चित्त बुझेन जस्तो हो नातिलाई ल सबैले लाइक सेयर सब्सक्राइब बेल घन्टी गरिदिने युट्युबका साथीहरूले चाहिँ ल है त आज बर्थडे पुरा केक सेक नखाइकन नेपाली कल्चरमा आज 26औं वसन्त पार गरेको 25औं वसन्त पार गरी 26औं वसन्तमा लागेको
कोही कोही 45औँ बसन्त कोही 60औँ बसन्त तिनजनाको बर्थडे आज के दिन हो? मलाई नि हो है त सल्ना ओ सल्ना ए एकदम नयाँको ठ्याङ हेरेको चुरामा पैसा उठेको ल ल ल बोल्ने मान्छे त बोल्दै उगाउनु खाने ल ल ल भने ल है त सबैजनाले लाइक सेयर सब्सक्राइब गर्ने आज 25औँ वसन्त पार गरी 26औँ वसन्तमा लागेको दिन भान्जीको अनि नातिको चाहिँ 5औँ वसन्त पार गरी 6औँ वसन्तमा लागेको दिदीको चाहिँ 45औँ वसन्त पार गरी 46औँ वसन्तमा लागेको आज तिनैजनाको बर्थडे सबैले लाइक सेयर सब्सक्राइब गर्नु होला कस्तो राम्रो क्लियर हुन्छ क्या फोटो चाहिँ अहिले मेरो बर्थडे है बेटु भन थ्याङ्क यू नाति कहाँ पुग्यो भएर ठ्याक्क मोबाइल अर्को एउटा किन्ने भनेको भाकुचाको घटेन पुरो फोटो दसैँलाई चाहिँ किनेर ल्याउनु होला एउटा मात्रै किन अब यसरी अड्डाउनु हातले समातिरहनु सकेन नि त लो भन्छ पसलमा मान्छे त्यतिखेर पसलमा फेरि मान्छे कति आउनु त्यही भएर चाड बनाएर फर्किने मान्छे भएन ल त्यहाँ पसलमा मान्छे आयो अरे त्यस्तै हुन्छ क्या त्यतिखेर